लागि एउटा कुरा के भयो के बुझ्नु पर्यो भने भक्तसँग अब हजुर हामीले भगवानलाई यसरी बाण हानेर मार्ने आज जरालाई त भगवानले मुक्त गराइदिएर आफू परमधाम जानुभयो भने हजुर हामीलाई कथा श्रवण गरिरहेका छौँ। पक्कै पनि हाम्रो मुक्ति पनि हामी पनि मुख्य अन्तिम अवस्था गाविका भगवान हामीलाई प्राप्त नहुला भन्ने मलाई पनि हामीले हजुर हामीलाई चिन्ता लिनुपर्ने छैन। भगवानकै नाम लिइरहेका छौँ, भगवानकै गुणगानहरू हामीले गाइरहेका छौँ। त्यसो भएको कारणले गर्दाखेरि हामी भगवानमै भर परिरहेका छौँ। यसो भइसक्यो यो परिपक्व छ, यसमा कुनै सन्देह हामी हजुर हामी कसैले गर्नुपर्ने छैन। त्यसो भएको कारणले गर्दाखेरि अब राजा सुखदेव स्वामी भन्नुहुन्छ राजा यसरी भगवान प्रभु सर्व श्रीकृष्ण यदुवंशी शिरोमणि भूमिका यस्ता प्रकारबाट परधाम गइसकेपछि अगाडि यहाँ राजाहरूले अरू राजाहरूको वंश चल्दै गयो। यसरी जाने क्रममा पहिला सुरुमा वृत्रथ नामका राजाका वंशहरू चल्दै गयो। अन्तिममा के भयो भनेदेखि उनीका छोरा पुरञ्जय नाम गरेर वृत्रथभन्दा पछाडि राजकाज गर्ने क्रममा आज पुरञ्जयले राजकाज गर्दै गए। आखिरीमा उनीलाई अन्तिममा मन्त्रीले गोली हानेर मारेर आज यस्ता प्रकारबाट 180 वर्ष पछाडि राज्य यो बन्द भएको अगाडि गएर फेरि उनीका वंशमा उनी पुरञ्जयका छोरा सुनकका वंशमा प्रदोष नाम गरेका राजाहरू बन्ने गए। वंश चल्दै गयो। यिनको 138 वर्ष पछाडि आज यिनको पनि अन्तिममा शरीरको विनाश भएर राज्यका शिविर उपरान्त अब राजकाज गर्दैन। राजन अगाडि गएर फेरि शिशुनाम नाम गरेका वंशको आज अगाडि गएर 10 पुस्तासम्म राज्य गर्छन्। यिनीहरूले चाहिँ मात्र 60 वर्षसम्म राजकाज गर्छन्। राजन यस्ता प्रकारबाट राज्य गर्दै जाने क्रममा अन्तिममा फेरि राजा चाहिँ शूद्र नै बन्ने ब्राह्मणहरू जनाइ नहुनेको राजा हुने छैनन्, शूद्र नै राजा भएर जानेछन्। यस्तो हुँदै गएपछि अगाडि गएर फेरि यिनको पनि समय सकिएपछि उपरान्त सुमाल्य नामका शूद्र जातिका राजाहरू राजकाज गर्नेछन्। अगाडि गएर फेरि यही वंशमा फेरि अगाडि वंश पनि 100 वर्ष पछाडि राज गरिसकेपछि उपरान्त यिनको पनि सकिन्छ, आयु सकिन्छ र अगाडि गएर फेरि मौर्य वंशी पनि चल्दै जाँदा कौरव वंशीहरूले शासन गर्दैछन्। यस्ता प्रकारबाट यिनीहरूले शासन गर्ने क्रममा चाहिँ हुन्छ के भने मिलेक्चरको सबै यहाँ बाहुल्य बढेर जानेछ। गइसकेपछि उपरान्त यहाँ के हुन्छ लुटपाटका कामहरू बढेर जानेछन्, चोरी चोरीहरू बढ्नेछन्। सरकारले करहरू पनि धेरै दिनेछ। अन्तिममा गएर केही कुराको पनि सुव्यवस्था राम्रा नीति नियमहरू आचारहरू केही पनि हुँदैनन्। राजन त्यस कारणले गर्दाखेरि एउटा कुरा के छ भने कालभन्दा माथि कालभन्दा बलियो त कोही पनि नहुने भएको कारणले गर्दाखेरि यो विश्वमा कालभन्दा बलियो अरू कोही पनि छैनहरूले यसरी बुझ्नुपर्छ। त्यस कारणले गर्दाखेरि कालको प्रभावले गर्दा सबै धर्म सत्य शुद्धता भन्ने क्षमा दया सबै नाश भएर जान्छन्। यसो भएको कारणले गर्दाखेरि जो धनी छ त्यही नै म सभ्य हुँ, म ठुलो हुँ, म धर्ममा बसेको भएको मै हुँ, दान गर्ने भनेको पनि मै हुँ। यस्ता प्रकारका घमण्डहरू बढेर जान्छन्। आखिरी गरेको जीवनले केही पनि हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि यतापट्टि आएर कसैलाई पनि जसको हातमा शासन छ भने उसले अन्तिम अवस्थामा आखिरी उसले गलत गरेको भए पनि आज न्याय उसका साथमा गएर मिल्नेछन्। जसले अपराध गरेको छैन भने आज उसले गएर त्यो अर्काले गरेको आज अपराधलाई जो सोझा छन् जो सब जान्छन् तिनीहरूले आज भोग्न पर्ने यस्तो खालको उल्टो खालका नियमहरू हुन्छन्। राजन न्यायको पनि यहाँ राम्रो खालको व्यवस्था हुने छैन। यस्ता अगाडि गएर फेरि सारा जनहरूको घरमा विवाह वर्तमान गरिसकेपछि विवाहमा पनि विभिन्न विषयहरू भएर जाने राम्रो नहुने। यतापट्टि वर्तमान आफ्ना छोराहरूका बिचमा वर्तमान गर्दाखेरि जनाइ पनि लाउने जनाइसम्म चाहिँ लाउने, तर जपेर बिहान बेलुका सन्ध्या जपेर यस्तो सन्ध्याबन्धन केही पनि गर्ने स्नान पनि नगर्ने, आफूलाई मन लागेको कुराहरू खाने, यस्तो आचार संहितामा यस्तो नबस्ने, यसरी वर्ण बिग्रिँदै जान्छ, ब्राह्मणहरूको कर्म बिग्रिँदै जान्छ। यसरी गइसकेपछि उपरान्त यहाँ गर्ने कर्म पनि गर्ने हेर्ने देखावटी कर्म गर्छन्। फेरि कसैले पनि कर्मलाई दृढ रूपमा भगवानमा चित्त लगाएर गर्दैनन्। पल्लार्काले के भन्दा तल्लार्काले के भन्दा यस्ता प्रकार कर्म गर्ने। त्यसको अघि नहुने पनि मुक्तरी पनि पूजाआजा गर्ने पनि अर्कैलाई गर्दा जस्तो गर्छन्। यस्ता प्रकारका मनुष्य वृद्धि भएर जान्छ। त्यसमा पनि अलि विचार गर्नुपर्ने हुन्छ। राजले यस्तो हुँदै हुँदै जाने क्रममा अब ब्राह्मणको पहिचान पनि केही पनि हुँदैन। गरिबहरूलाई चोरी दोषहरू लाग्छन्। पाखण्डहरू भनेका चाहिँ जसले साधु कहिन्छन्, जसले नराम्रा कामहरू गर्छन्, जसले हिंसात्मक कामहरू गर्छन्, आज तिनी आज वेशभूषा धारण गरेर भगवानमा चित्त चाहिँ लगाइएको भगवानका चरणमा चित्त लगेर समर्पण भएको छैन। देखावटी चाहिँ आज साधु पाखण्डीहरू हुन्छन्। किनभने उनीहरू बोल्न पनि सक्छन्। उनीहरू सारा भिडिसकेका हुन्छन्, सारा कुरा भ्रमण गरिसकेका हुन्छन्, सबै कुरा पचाइसकेका हुन्छन्। त्यो भएको कारणले सुधा ठग्ने आदत तिनी हुन्छन्। नमन्दै गाउँमा आज ती काला काला मान्छे भित्रेका हामीले पनि देखिरहेका छौँ।
यस्तो भएर जान्छ अगाडि गएर यस्ता प्रक्रिया फेरि आकाशबाट पनि फेरि वायुमण्डलमा पनि फेरि अनावृष्टि यस्तो प्रकारको हुन्छ पानी परेको कुनै सीमा हुँदैन पर्यापरि हुने नपरे पर्दै नपर्ने भर्खरै पनि यहाँ केही समय अगाडि 4 दिन 5 दिन वर्षा भएर कत्रो हामीले देखिरहेका छौँ यस्ता खालका पृथ्वीमा जब आक्रान्त हुन्छ बेसी प्रान्त अब पृथ्वी थरथर काममा लाग्छन् अब के गर्ने कसो गरे फेरि रोगहरू पनि त्यही अवस्थाको भित्रमा नसोचेका रोग कहिले के यस्ता प्रकारको रोगहरू पनि भित्र जान्छन् राजन अब यसरी यस्तो गइसकेपछि अन्तिम अवस्थामा साह्रै दुःख हुन्छ अब यो कलियुग पनि यसै अगाडि प्रारम्भ भइसकेको छ कलियुगका प्राणीहरूले यो भोग्दै जान पर्ने हुन्छ राजन त्यसो भएको कारणले गर्दा अन्तिममा धर्म भन्ने केही पनि हुँदैन नभइसकेपछि प्रान्त अन्तिममा गएर अन्तिममा गएर विष्णु नामका मैले अन्तिममा यो सबैलाई संहार गर्नको निम्ति फेरि धर्म जगाउनका निम्ति यहाँ पापीहरूलाई यी पापी अधर्मीहरूलाई यिनीहरूलाई चाहिँ सजाय दिनको निम्ति तिनीहरूको संहार गर्नका निम्ति मैले आज ब्राह्मणका विष्णु नाम गरेका ब्राह्मणका घरमा गएर आज मैले अन्तिम अवस्थाका बिचमा कल्की अवतार लिनेछु र शीघ्रगामी नाम गरेको घोडामा सवार भएर हातमा लामा तरबार लिएर आज गाईवेद धर्मको आज रक्षा गरेर पापी दुर्दारी टाका आदिको सबैहरूको आज संहार गरेर पुनः धर्मको रक्षा गर्छु भनेर यस्ता प्रकारबाट राजालाई सुखदेव स्वामीले भन्नुभयो अगाडि गएर फेरि भन्नुहुन्छ प्रभु हे राजन कुरा के छ भन्ने यो पृथ्वीलाई कतिले मेरो भन्दै कतिले भने हामीभन्दा अगाडिका सबै पुर्खाहरूले मेरो भन्दै जानुभयो अन्तिममा सबै गए राजाहरूले पनि त्यसै भने मैले गरेको शासन मैले गरेको नीति नियम मैले चलाएको शासन मैले जस्तो अगाडिको राजाले गरेका थिए न योभन्दा पछि आउने गरेछन् यस्ता प्रकार राजाहरूमा घमण्ड बढ्दै जान्छ तर आखिरीमा जसले मेरो भने तापनि जे जस्तो गरे तापनि जति राम्रा नियमहरू जति नियममा नीति नियममा यो हाम्रो यो प्रजाहरूलाई लगाउन खोजेको एउटा कुरा के छ भने यो क्षय हुने समय त छ र सत्यको त्रेताको द्वापरबाट यतापट्टि आएर कलि भइसकेको छ यो कसैले पनि गर्न सक्दैन त्यसो भएको कारणले गर्दाखेरि सत्ययुगमा पनि के गरिन्थ्यो भने दान गरिन्थ्यो तपस्या गरिन्थ्यो अनि त्यहाँबाट दया पनि हुन्थ्यो यस्ता प्रकारबाट सत्य हुन्थ्यो अधर्म भन्ने हुँदैथ्यो त्यस्तो खालको हुन्थ्यो त्यहाँबाट फेरि त्यो युग सकिएर अगाडि गएर द्वापर युगको सुरुवात हो त्रेताको युग भयो त्रेतामा गइसकेपछि उपरान्त यज्ञहरू गर्ने भए त्यसमा दया भन्ने कुरो हरायो सत्य भन्ने कुरो हराएर यतापट्टि दया र तपस्या भन्ने हरायो अगाडि गएर फेरि यतापट्टि आएर अन्तिममा गएर कलियुगमा चाहिँ दान नामक मात्रको धर्म गर्न लाग्यो किनभने सबै लोभी र निर्दय हुन लागे नगरौँ भने फेरि सबैको समाजदेखि डर पनि छ गर्दाखेरि भित्रबाट चित्तदेखि नै आफू प्रफुल्ल भइरहेर कर्मष्टि भएर कसैले पनि कर्म गर्ने छैनन् यस्तो हुने सबै स्वार्थी हुन्छन् देखावटी मात्रै गर्ने गर्छन् त्यसो भएको कारणले गर्दाखेरि यस्तो हुँदा के हुन्छ भने मानिसहरूमा अवगुणहरू बढेर जान्छ मानिसहरूमा सबै सत्य भनेको हराउँदै जान्छ यस्ता प्रकारले गर्दाखेरि त्यही कलह उत्पन्न हुन्छ सबै कुराको अभाव पनि भइरहन्छ यसो भएको कारणले गर्दाखेरि यस्ता क्रमहरू गर्दै जाँदाखेरि अवस्थाका बिचमा अब यदि कसैले यो कलियुगमा चाहिँ अन्तिम अवस्थाका बिचमा जसो भए तापनि गर्दाखेरि कर्म मिले तापनि नमिले तापनि अन्तिममा कसैलाई पनि मर्काउँछु कसैलाई पनि ठग्छु भनेर यस्ता प्रकारबाट नगरिकन पवित्र निश्चल शुद्ध मन गरेर कुनै पनि कर्म गरेर गर्दै जाने क्रममा भगवान प्रत्यक्ष हुन्छ भनेर सोच्दै नारायणको पूजा गर्ने जलमा बरु देवता हुन्छ भने पूजा गर्ने त्यसै गरी वायुको पनि त्यस्तै प्रकारको पूजा गर्ने यत्र देखेका सबै भगवानकै रूप रहेछ भनेर यस्ता प्रकार पूजा गर्ने अन्तिममा भगवानको नामै भगवानकै नाम शब्द नारायण नारायण भन्ने हरि हरि भन्ने नारायण भन्ने कीर्तन केशवात भनेको छ कलियुगमा चाहिँ भगवान जति दान गरे पनि जति दान गर्दा फल मिल्छ जति यज्ञहरू गर्दा फल मिल्छ जति तपस्या गर्दाखेरि फल मिल्छ भने अहिले यो कलियुगमा चाहिँ मनुष्यहरूलाई शरीर त्यो गर्नु पनि त्यति पर्दैन अब भने अनुसारबाट गर्नु त गर्नुपर्छ तैपनि भनेको अन्तिम अवस्थाका बिचमा केही पनि गर्न सकिँदैन भने नारायण नारायण मात्रै भनियो भने तापनि उसको मुक्ति हुन्छ आखिर उसलाई कलियुगको धर्मले केही पनि प्रभाव पार्न सक्दैन राजन यस्ता प्रकारबाट मनुष्यले यसरी मन बढाउनुपर्छ फेरि अगाडि गएर भन्नुहुन्छ यस्ता राजालाई सुखदेव स्वामीले एउटा कुरा के हुन्छ भने यो राजा ब्रह्माजीको यो चलियुग भनेको जस्तो सत्य त्रेता द्वापर कली यो 4 युग बराबर बितिसकेपछि ब्रह्माको एक दिन हुन्छ राजन यसै भइसकेमा त यही ब्रह्माको एक दिनलाई कल्प पनि भनिन्छ अलि ध्यान दिएर सुन्नु होला यही कल्पमा 14 मनुहरूले शासन गर्छन् 14 मनु भनेका 12 गरेका अहिले
स्वारो गरेका यी आदि रहेका गरेका उत्तम गरेका यी आदि गरेका 14 मनुहरू छन्। यी मनुहरूले पनि यसैमा आफ्नो एउटा पालो बिताइसकेका हुन्छन् राजकाज गर्ने क्रममा। त्यसो भएको कारणले गर्दाखेरि अगाडि गएर अब यही 14 मनुहरूले जब सबैको पालो पुग्छ त्यही अवस्थाको रूपमा अब प्रलय पनि हुन्छ। प्रलय भइसकेपछि उपरान्त त्यही प्रलय हुने नै त्यही समयमा हो। यस्ता प्रकारबाट यसैलाई भनिन्छ नैमित्तिक प्रलय भनेर प्रलयका पनि किसिम छन्। यसैलाई भनिन्छ नैमित्तिक प्रलय। त्यसो भएको कारणले गर्दाखेरि राजन त्यति बेला नारायणले पेट सम्पूर्ण विश्व आफ्नो उदरमा आज के प्रलय हुने अवस्थाका बिचमा आफ्ना उदर भनेका पेटमा लिएर आउँछ। 100 वर्ष अनावृष्टि भई सबै प्राणीहरू समाप्त हुन्छ। संसारमा केही हुँदैन, फेरि शून्यमै गएर संसार हुन्छ, जलै युक्त हुन्छ। अन्तिममा सामर्थ्यको नामको अग्निले सबै कुरा भस्म भएका केही रहेछन् भने पनि अन्तिममा भस्म गराइदिन्छ र सबैतिर जल मात्र हुन्छ। यस्तो भएको कारणले गर्दाखेरि त्यसैले मनुष्यहरूले एउटा कुरा के विचार गर्नुपर्छ भने नैमित्तिक प्रलय, प्राकृतिक प्रलय, आत्यन्तिक प्रलय र बुझ्न मनुष्यहरूले सक्नुहुन्न। त्यो भएको कारणले एउटा कुरा चाहिँ बुझ्न सकिएको छ, नित्य प्रलय भनेको जन्मने र मर्ने भनेको चाहिँ नित्य प्रलय हो। त्यो भएको कारणले गर्दाखेरि यो आउने जाने क्रम भइरहन्छ, समय फर्केर आउँदैन। त्यसैले राजन भगवान् श्री हरिको नाम नै मनुष्यको लागि उत्तम छ। यही मोक्ष हो। अन्तिम अवस्थाका बिचमा मोक्षको लागि भोका भनेको पनि यही छ भनेर यस्ता प्रकारबाट राजा प्रसिद्धलाई आज श्री सुखदेव स्वामीले ज्ञानको प्रकरण बताउँदै जाने क्रममा अब अगाडि गएर भन्नुहुन्छ, हे राजन विश्व ब्रह्माण्ड भनेको भगवान् भनेको कसैले विश्व ब्रह्माण्ड यो ब्रह्माण्डलाई भगवान् पनि भन्छन्, कसैले यो ब्रह्माण्ड विश्व ब्रह्माण्ड र भगवान्को विश्व ब्रह्माण्ड भनेको मै हुँ। वेदले भनेको छ विश्वात्मक परब्रह्म भनेको पनि मै हुँ। वेदले भने पनि यही हो। भगवान्को इच्छा भनेको पनि ब्रह्मा भगवान्को इच्छा भनेको पनि ब्रह्मा क्रोध नै रुद्र हो। त्यस भएको कारणले गर्दाखेरि फेरि अर्को कुरा के छ भने ब्रह्मा विष्णु महेश्वर भनेको एउटै हो। यसमा फरक कसैले पनि भेद दृष्टिले हेर्न पाइँदैन। न ब्रह्मा फरक हुन्छ, न विष्णु फरक हुन्छ, न महेश्वर फरक हुन्छ। जसलाई भेटे पनि आखिर एउटै हो। उतापट्टि एकजना महात्माले आज भगवान् नारायणको तपस्या गर्दाखेरि तिनटै ब्रह्मा विष्णु महेश्वर आइसकेपछि भन्नुभएछ, प्रभु मैले हजुरको नारायणलाई मात्रै मैले आज हजुरको उपासना गरेको छु। आज तिनटै देवले दर्शन दिनुभयो। मैले कसरी हजुरलाई पुकार गर्ने, म हजुरसँग केही बोल्न पनि जान्दिनँ। हजुरको पुरा आराधना पनि गर्न सक्ने प्रभु, यो किन यस्तो हजुरले गर्नुभयो भनेपछि, हे महात्मा तिमीले भनेको कुरो ठिक छ, तर हामी तिनटै आयौँ, केही फरक नमान। तिम्रो जुन इच्छाले तिमीले आज तपस्या हाम्रो गरेका छौ, हामी आयौँ, तर ब्रह्मा भने पनि विष्णु भने पनि रुद्र भने पनि एउटै हौँ। तिमीले यसमा कुनै फरक गर्नु पर्दैन भनेर यसरी भन्नुभएको छ। त्यही भएर हामीले पनि ब्रह्मा विष्णु महेश्वरलाई एउटै हो भन्ने ठान्नुपर्छ। जस्तै दाउराभित्र अग्नि छ त्यस्तै हो ब्रह्मा विष्णु महेश्वर। यस्ता प्रकारबाट हामीले बुझ्नुपर्छ। रूप मात्रै फरक हो। दाउरो चाहिँ दाउरा हो, तर बाल्दा अग्नि प्रकट हुन्छ, त्यहाँभित्र अग्नि देखिँदैन। त्यस्ता प्रकारबाट हामी एकअर्कामा यस्तो प्रकारबाट छौँ भनेर यस्ता प्रकारको कुरा बताउँदै अन्तिममा जन्म र मृत्यु शरीरको जन्मिने मर्ने बित्तिकै शरीरको खेल हो, यो शरीरको धर्म हो, तर आत्मा भने कहिल्यै पनि मर्दैन। त्यसो भएको कारणले गर्दाखेरि यो जन्म मृत्यु यो आत्मा न जन्मिन्छ न मर्छ। यो आत्मा हिजो भगवान्ले नि आज यो शरीरमा आत्मरूपी तत्त्व बनाएर यो चलायमान गरेर पठाउनु भएको छ। यो शरीर आखिर मरेर जाने अवस्थाका बिचमा यो आत्मा यो हंसले पनि जसले पठाएको छ उनी परमात्मासँग मिल्छ। यसमा हजुर निश्चिन्त भइन्छ। त्यस कारणले गर्दाखेरि शरीर चलाउँदैमा आज हजुरले यो कुरा चिन्ता लिनु पर्दैन। यस्ता प्रकारबाट ज्ञानका कुराहरू बताउँदै अगाडि गएर भन्नुहुन्छ राजा परेशलाई श्री सुखदेव स्वामी, प्रभु हे राजन यस्ता प्रकारबाट अहिले एउटा कुरा के छ भनेदेखि हजुरले एउटा यो आत्मालाई सृष्टिकालदेखि आत्यन्तिक प्रलयसम्म नै रहन्छ। यो आत्मा चाहिँ ईश्वरमा आत्मनिर्भर गर्नुहोस्। हजुरले सर्प भनेको काल हो, काल नै सर्प हो। हजुरले यो सर्पलाई हजुरले सर्प तक्षक नामको सर्प मलाई प्रश्न आउन भन्नु परेन। त्यो सर्प हजुरको कालबाट आउन लागेको छ। समय भनेको सर्प हो। यसरी हजुरले बोल्नु पर्ने हुन्छ। यो शरीर भनेको जड हो। त्यस कारणले गर्दा यो अविनाश यो शरीर जड हो। यो शरीर जल्लामा केही फरक पर्दैन। आत्मा निक्लेर गइसकेपछि यसलाई हिर्काए पनि जलाए पनि हामीलाई हजुरलाई दुख्नेवाला छैन। यसरी हजुरले लिनुपर्छ। आत्मा भनेको अविनाशी छ, यो मर्दैन। मैले यसरी हजुरले यस्तो तत्त्व बुझ्नु सक्नुभयो भनेदेखि हजुरलाई कुनै पनि डर हुँदैन। यो कालको भय हजुरलाई हुँदैन। म मर्छु कि भन्ने डर पनि हजुरलाई हुँदैन भनेर यस्ता प्रकारका
कुराहरू मिलाएर ज्ञानका कुरा भगवानका कुराहरू यस्ता मिलाएर आज सुखदेव स्वामीले राजा परीक्षितलाई सम्झाउँदै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट श्री कृष्णचन्द्र भगवानको राजा सर्वेश्वर भगवानको उमामहेश्वर भगवानको भक्त र भगवानको जय जय श्री राधे श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव